गाइज आज चाहिँ हामी गाउँ गइरहेको छौँ र गाउँमा गएपछि हामीले हेर्दाखेरि त आमाले यस्तो चिज फलाउनु भएको रहेछ। हामी त छक्कै पर्यौँ। हामी चाहिँ यहाँ गाउँ पुगिसक्दाखेरि यहाँ हाम्रो बाटो बन्दै गरेको अवस्थाले गर्दा झन्डै हाम्रो स्कुटी चिप्ल्यो। गाइज हामी यहाँ आमाको बारीमा आएर हेर्दा त आमाले यस्तो राम्रो चिज फलाउनु भएको रहेछ। हामी त दङ्गै पर्यौँ। आमा के फलाउनु भएको भनेर सोद्धा त भरे आमाले करेला देखाउनु भयो। करेला चाहिँ ठुला र कलिला थिए। एकछिनपछि आमाले करेला मात्र कहाँ हो र यहाँ मैले डल्ले खोर्सानी पनि फलाएको छु भन्नुभयो। आमाले लु हेर डल्ले खोर्सानी भनेर यत्रो ठुलो डल्ले खोर्सानीको बोट देखाउनु भयो। हामी पनि छक्कै पर्यौँ। यहाँ हेर्नु लु आमाले आँप पनि फलाउनु भएको रहेछ। यहाँ त आमाले काँक्राहरू पनि फलाउनु भएको रहेछ। हेर्नुहोस् कागती पनि कति राम्रा रहेछन्। गाइस तपाईहरुलाई हाम्रो सर्ट भ्लग राम्रो लाग्यो भने लाइक, शेयर, सब्स्क्राइब र कमेन्ट गरिदिनु होला। हामीलाई थप ऊर्जा मिल्नेछ अनि हामी नयाँ नयाँ भिडियोहरू अरु पनि लिएर आउने छौं। थ्यांक यू।